एलो हर्बलको प्रस्तुति रमाइलो विथ उत्सवमा यहाँहरूलाई स्वागत छ। आजको मेरो सोको गेस्ट हुनुहुन्छ पिताम्बर टिमबाट निर्देशक कृषा चौलागाई, त्यस्तै गरी एक्टर हुनुहुन्छ प्रदीप खड्का, त्यस्तै गरी फिमेल वान अफ द लिड एक्टर हुनुहुन्छ दिव्या रायमाझी। वेलकम टु माई सो। थ्याङ्क यू। र तपाईँहरू तिनैजनालाई आई थिङ्क साझा प्रश्न भनौँ अथवा साझा चुनौती छ जस्तो लाग्छ। पिताम्बर चाहिँ एकदमै हिट हुनुपर्ने होइन, यो चुनौतीलाई कसरी लिइरहनु भएको छ निर्देशक साहब? मजा आइरहेछ। लाइक एउटा एक्सपेक्टेड मुभीमा राखिदिनु भएको छ सबैजनाले। अबको यो नयाँ वर्षमा नयाँ व्यापार गर्नेछ भनेर र हामीले गर्ने कर्ममा हामीले नठगिकन एक्सक्युजेस नबनाइकन भरपुर मेहनत गरिसकेका छौँ। अब दर्शकको हातमा छोड्नेछौँ। विश्वास छ, भरोसा छ, राम्रो हुन्छ भनेर। र यता प्रदीपजी यो चुनौतीलाई कुन रूपमा उठाइरहनु भएको छ? एक्सन बेस्ड मास इन्टरटेनर फिल्म हो होइन। होल टिमको नै इनपुट त्यत्तिकै राम्रो तरिकाको छ। म त एकदम होपफुल छु। मेरो लागि पनि एउटा नयाँ जर्नी स्टार्ट भएको जस्तो भइरहेको छ। र दिव्याको डेब्यू एउटा कलाकारको रूपमा एकदम सुखद रहे पनि एउटा फर्स्ट डेब्यू कमर्सियल्ली सक्सेसको हिसाबले चाहिँ त्यति सुखद रहन सकेन। सेकेन्ड फिल्मलाई लिएर तपाईँ कतिको प्रेसर फिल गरिरहनु भएको छ? हजुर, अब एभ्री मुभीको चाहिँ आफ्नै एउटा जर्नी हुन्छ जस्तो लाग्छ मलाई होइन। कुनैले अडियन्सलाई इजिली कनेक्ट गर्न सक्छ, कुनैले सक्दैन होइन। अनि त्यही हो, अब यो सेकेन्ड मुभीबाट धेरै एक्सपेक्टेसन छ। हामी होल टिमले 100% दिएको छौँ। आशा गर्दछौँ होइन दर्शकहरूले पनि एकदम मन पराइदिनुहुन्छ।